हिम्मत हारेको भन्नुहुन्छ तपाईले के म जति हिम्मतिलो कोही पनि छैन यो देशमा कुरा बुझ्नुस् तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरु थियो त्यहाँ ठीक छ लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्के सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा हिम्मत हारेको भन्नुहुन्छ तपाईले के म जति हिम्मतिलो कोही पनि छैन यो देशमा कुरा बुझ्नुस् तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरु थियो त्यहाँ ठीक छ लाग्छ भने मलाई लागोस् भनेर म त्यो उसमा निस्के सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि दण्डनीय बलिरहेको आगोमा हाम फाले मैले हाम फाल्ने निर्णय गरेँ 500 किलोमिटर टाढा गइयो हामी हैन यो देशको नबोल्नु न दाइ नबोल्नु न तपाई नबोल्नु न थाहा छ मलाई सबैको मलाई थाहा छ तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन के त्यसले गर्दा हो मलाई कसैको साथ नभएको डर लागेको भन्ने कुरै होइन अनि त्यस्तो डरपोक मान्छे भए त्यसरी जान्छ जाँदैन नि तर मलाई के लाग्छ भने यो देश रह्यो भने न हामी रहने हो हैन देशै रहँदैन भने भनेर म त्यहाँ गइसकेपछि प्लेन जाने कुरो भएन गाडीमा गइयो केही साथीहरुले मलाई साथ दिए धन्यवाद दिन चाहन्छु उहाँहरूलाई